हेलो एभ्रिवान, माइसेल्फ अनिल कुमार छ। आज फेरि एउटा भिडियो लिएर आइसकेको छु हजुरसँग। म गइरहेको छु जनकपुर भनेर, मतलब एउटा साथी आइरहेको छ ढल्केबाट, त्यसलाई नि भेट गर्न छ। त्यसलाई रिजल्ट पनि हेर्न छ, मलाई पनि रिजल्ट हेर्न छ। 11 क्लासको फाइनल रिजल्ट आइसकेको छ भनेर त्यो नि गइरहेको छु हेर्न। त्यसलाई रुम पनि लिन छ, त्यो रुम पनि खोज्छु भनेर त्यसैको लागि गइरहेको छु जनकपुर। है बी कन्टिन्यू। फाइनली गाइज म जनकपुर आइसकेको छु। अब गइरहेको छु ऋषिलाई लिन। त्यो ढल्केबाट आएछ, त्यसको नाम नि बनेको थियो। त्यसलाई नि गइरहेको छु। त्यो सीताचोकमा रुकेछ। मेबी त आइसकेको छु सीताचोक। हेर्नु त्यसलाई, त्यहाँ त्यो छ रुकेको। हेर्नु म हेर आइरहेको छु भनेर ब्याक क्यामेरा अब अन गरेर। फाइनली मिटअप भइसक्यो। फाइनली गाइज हामीहरू कलेज आइसकेको छु। यहाँ अब गइरहेको छु रिजल्ट हेर्न कस्तो छ रिजल्ट भनेर। थाहा त छ मेबी पास नि होला। अब हेरौँ कस्तो मार्क आउँछ। त्यही हेर्न गइरहेको छु। यो पनि ढल्केबाट त्यही हेर्न आएछ। हो त छ, राम्रै आउँछ भनेर गइरहेको छु हेर्नु। अब हेरौँ कस्तो आउँछ। ल हेरेर भन्छु कस्तो छ रिजल्ट भनेर। ल फाइनली गाइज खुसखबरी हो, हामीहरू सबै पास छु भनेर। हाम्रो सबै फ्रेन्डहरू पनि पास छ भनेर। कस्तो जिपी आएछ सोध्नु। जिपी त भन्न पाउँदैन, तर मेबी सबैको रिजल्ट राम्रै नै छ। बधाई हो, 11 क्लास पास भइसक्यो। अब 12मा हामीहरू एन्ट्री भइसक्यो हेर्नु। अब 12 क्लास हामीहरू अब जाने हो। 12 क्लासमा अझै राम्रो मेहनत गर्ने हो र रिजल्ट राम्रै नि लाउने हो। राम्रै पनि छ त पनि योभन्दा बेटर लाउने छ है। ल गाडी गइरहेको छु, यसको रुम खोज्न पनि छ। त्यो नि रुम खोज्न गइरहेको छु है। गाइज हामीहरू रुम खोज्न गएको थियो, गइरहेको छु नि। रुम अहिले भेट्नमा धेरै प्रब्लम छ जनकपुरमा। त्यो पनि त 2-3 घन्टा मतलब एसीको समय चलिरहेको छ, त्यसैले रुम भेट्नमा अलिकति गाह्रो छ भनेर अहिले पुरै मतलब रुमहरू लागिसकेको छ। हामीहरू 2-3 घन्टा खोजेर अहिले जस्ट धेरै समस्या छ। अहिले जीवन जिउनमा धेरै समस्या छ। हामीहरू 2-3 घन्टा खोजेर आयो, भेटेन त। अहिले प्रिन्स कार्डले रेस्ट गर्न आएको छु, त्यसलाई पनि अब लग्छु भनेर। त्यो रहन्छ, त्यसको पनि जान पहचान हुन्छ भनेर रुम खोज्नमा, त्यसैले यहाँ आइछु। हेर्नु भेट्छ कि भेट्दैन आज रुम। नभेट्दा मेरो घरमा नि यो रहन्छ। हस् ल। हेलो टु एभ्रिवान, हामीहरू फेरि गइरहेको छु भनेर रुम खोज्न। प्रिन्स पनि आइसक्यो, अब रुम खोज्न स्टार्ट गर्न। हेर्नु मेबी भेटिहाल्छ भनेर ऋषिलाई रुम, न त फेरि यसलाई 2-3 दिन लाग्छ भनेर। हस् खोज्दैछु भनेर। लगायत हामीहरूको रुमको चक्करमा हामीहरू अब क्याम्पस चौक आइसक्यो भनेर त्यहाँ एउटा साथीलाई कल गरेको थियो, त त्यसले भन्नुभयो कि क्याम्पस चौकमा मेरो निर एउटा रुम छ भनेर, आइज भनेर। त हामीहरू क्याम्पस चौक गइरहेको छु भनेर। ल त्यहाँ भेट्छु। गाइज म घर आइसकेको छु, मतलब त्यसलाई रुम पनि भेटेन। हामीहरू धेरै ठाउँमा गएको थियो, तर कहीँ पनि रुम सबै प्याक छ भनेर एसएलसीको कारणले। अब नेक्स्ट कलेज खुल्छ तब नि रुम खोज्छु भनेर। ल गाइज आजको लागि यति नै। लाइक, कमेन्ट र सब्सक्राइब। थ्याङ्क्स फर वाचिङ।